Hello everyone, welcome to Darjeeling Royal Defence Academy. आजको यस भिडियोमा हामी भेकेन्सी अपडेट्सहरुको विषयमा कुरा गर्नेछौं। सो एसएससी एमटीएस एन्ड हवलदारको भेकेन्सीहरु सुन आउँदैछ। अनलाइन रेजिस्ट्रेसन चाहिँ सुरु हुन्छ 26 जुन देखिको लिएर 27 जुलाईसम्म चाहिँ हामीले फर्म भर्न सक्नुहुन्छ। सो यसको एजुकेशनल क्वालिफिकेसनको कुरा गर्दा चाहिँ 10th पास हुनु पर्यो, म्याट्रिक्स पास गरेको हुनु पर्यो। अनि एज लिमिट चाहिँ छ 18 इयर्स टु 25 इयर्स एमटीएस को लागि र हवलदारको लागि चाहिँ 18 टु 27 छ। एक्जाम मोड के हो अनलाइन कम्प्युटर बेस्ड एक्जामिनेसन हुन्छ। सो त्यसपछि यो अनलाइन रेजिस्ट्रेसन भइहाल्यो। अनि एक्जाम स्केड्युल चाहिँ एक्जाम चाहिँ कहिलेबाट हुन्छ भन्दा चाहिँ 22 सेप्टेम्बर टु 24 अक्टोबर यो चाहिँ टेन्टेटिभ डेट दिएको छ। र एप्लिकेसन फी चाहिँ जेनरल अनि ओबीसी को लागि 100 अनि एससी एसटी वुमेन को लागि चाहिँ के छ एक्जाम्प्टेड छ, एप्लिकेसन फी पर्दैन। सो सेलेक्सन प्रोसेस चाहिँ 3 फेजमा हुन्छ। तर एमटीएस को लागि चाहिँ जस्ट कम्प्युटर बेस्ड टेस्ट त्यो अनलाइन एक्जाम जो हुन्छ त्यो भयो, डकुमेन्ट भेरिफिकेसन। तर हवलदारको लागि चाहिँ यो फिजिकल टेस्ट हुन्छ। यसको एक्जाम प्याटर्नको कुरा गरौँ भने सब्जेक्ट्स हुन्छ म्याथ्स, रिजनिङ, जनरल अवेरनेस अनि इङ्ग्लिस। सेसन 1 मा म्याथ्स र रिजनिङ हुन्छ र 20 वटा क्वेसन हुन्छ। एउटा क्वेसनको 3 मार्क्स र त्यसो भए टोटल मार्क्स इन म्याथ्स को 60 अनि रिजनिङ को 60 गरेर टोटल मार्क्स 120 हो। सेसन 1 मा चाहिँ कुनै पनि नेगेटिभ मार्किङ हुँदैन। अनि यो क्वालिफाइङ इन नेचर हो, मतलब जुन चाहिँ यसको नम्बर्स जति पनि पाउँछ यो चाहिँ फाइनल मेरिटमा एड हुँदैन। र यसको यो क्वालिफाई गर्नु लागि चाहिँ 40% हो, क्वालिफाइङ मार्क्स 40% हुनुपर्छ मिनिमम। सेसन 2 मा चाहिँ छ जनरल अवेरनेस अनि इङ्ग्लिस 25 वटा क्वेसन अनि 3 मार्क्स को, सो 75 टोटल गरी भयो 150। सेसन 2 चाहिँ 150 को 150 मार्क्स को र यसमा चाहिँ 1 मार्क्स के छ नेगेटिभ मार्किङ छ, त्यो चाहिँ हो 1। एउटा क्वेसन रङ गर्यो भने 1 मार्क्स के गरिदिन्छ डिडक्ट गरिदिन्छ। टाइम ड्युरेसन चाहिँ हो दुईटैको लागि सेसन 1 अनि सेसन 2 दुईटैको लागि चाहिँ 45 मिनट्स हो। सो यो चाहिँ एमटीएस एन्ड हवलदारको एक्जाम प्याटर्न थियो। सो थ्याङ्क यू फर वाचिङ एन्ड ह्याभ अ गुड डे।